सो आज चाहिँ हामी अब नेपाली मेलामा जाँदैछौँ यस everything is almost sorted 2 minutes just 2 minutes रे है okay please okay la okay yes so class को बाटो हिँड्यो है हिँड्यो मेलामा रेकर्ड गर्ने हिँड्यो टोली हिँडिसक्यो ल बाप रे केटीहरुको छुट्टै हुन्छ ल कस्तो दामी देखेको यो त दामी देखेको ल पछाडि नै जाने रे आगो बस्दै गर त बस यस्तो राम्री नेपाल मिलाओ ल हामी कहाँ जाँदैछौँ रे के को लागि ओके लेट्स रक है त लेट्स रक एनर्जी फेरि आउँदैन नि पछि आज हामी एडिनबरा जाँदैछौँ हेलो गाइस हेलो हामी एडिनबरा जाँदै के रे कहाँ जाँदै हो हामी एडिनबरा यतापट्टि अब हाई हामी आज क्लासकोबाट एडिनबरा जाँदैछौँ के लागि ल हामी नेपाली मेलाको लागि जाँदैछौँ ए ओप्पा सारङ्गे ल ठिक छ ल यता Yes guys, we are on the way to Edinburgh. हान्नी अब ल दुईजना अब यहाँ राम्रो केटी लास्टमा बसिरहेको Welcome and namaste to National Dialogue. And please, first of all, namaste once again, and please do subscribe to National Dialogue channel. We are heading to Edinburgh Nepal event, and you guys are welcome. And you guys can come and enjoy together with us. Bye, see you there. So alright, अब हामी एडिनबरा आइपुगिसक्यौँ अब मेलाको लोकेसनतिर जाँदैछौँ सही
कम्पनीको नाम चाहिँ ग्लोबल फुड हो। त्यसपछि मेन्यू चाहिँ त्यहाँ छ। हामीले चाहिँ पानीपुरी आज हैन, धराने आलु निम्की, त्यसपछि यो रह्यो हाम्रो सेलरोटी, त्यसपछि तातो तातो चिया हैन छ। त्यसपछि यताको भन्नुभयो, यो पनि हाम्रै हो। त्यहाँ चाहिँ हाम्रो छोला पुरी छ, छोला भटोरा, त्यसपछि समोसा छ हैन, अनि त्यसपछि जलेबी छ, अनि त्यसपछि स्पेशल भनेको चाहिँ रञ्जना गल्लीको सोडा छ है। त्यो चाहिँ कहीँ पनि पाउँदैन, यो चाहिँ यहाँ मात्रै हो हैन। यो चाहिँ तपाईहरुले एकदमै दिस इज रञ्जना गल्ली सोडा। यो भनेको चाहिँ नेपालको एकदम पुरानोबाट ड्रिङ्क्स हो हाम्रो, यो प्रोपर ड्रिङ्क्स। यो कोक फान्टा त केही होइन, यो रञ्जना गल्लीको सोडा। हजुर हस् त, थ्याङ्क यू। नमस्कार। हेलो नमस्ते। कन्डेल फाइनान्शियल मोर्गेजको लागि हेल्प चाहियो, घर किन्न हेल्प चाहियो भने एकदम हामीलाई कन्ट्याक्ट गर्नु। Hi guys, आज स्वागत छ हाम्रो स्कटल्यान्ड मेला होस्टेड इन एडिनबरा। हाम्रो स्टल छ यहाँ, किन्न आउनु होला। एन्ड देन यता पनि हेर्नु, लाइक लुक एट एभ्रीवन, एकदम खुसी लागेछ, रमाइलो लागेछ। एन्ड दिस इज कन्डेल फाइनान्स स्पोन्सरिङ हाम्रो स्टललाई। यदि घर किन्न मन छ भने कन्ट्याक्ट अस। थ्याङ्क यू भेरी मच। कन्डेल फाइनान्स सर्भिस। And then there's other stalls as well. Yeah. ल गोर्खा रेस्टुरेन्टले खाइसक्यो सबै। ल लाइनमा पुरै। ओ माई गड। हेलो नमस्ते सबैलाई। यो हाम्रो चाहिँ नेपालको एकदमै 100% पश्मिनाको सामानहरू आएको छ। यो चाहिँ प्योरली हाम्रो हातले बनेको, नेपालमा आफैले त्यो धागोबाट बनाएर एकदमै प्योरवाला ह्यान्डमेड प्रडक्ट छ है। अनि सबैलाई चाहिन्छ भनेदेखि सम्पर्क गर्नु होला। हामी तपाईँहरूलाई एनीवेयर हामी होम डेलिभरी गर्छौँ, नभएदेखि हामी सिपिङ पनि गर्छौँ है। धन्यवाद। हामी विदेशमा रहेर पनि नेपाली स्वाद, नेपाली मेला, नेपाली स्वाद एकदम इन्जोय गरिरहेका छौँ। एकदम रमाइलो, सबैजना यहाँ चाहिँ भेला भएर एकदम इन्जोय छ। फर्स्टचोटिको यो कार्यक्रम हो, हामीले एकदम मजा लिइरहेका छौँ। म एडिनबरा नै बस्छु, म यहीँबाट नजिकैबाट आएको हो। हामी सबै साथीहरू छौँ, सबै हामी सँगै काम गर्ने साथीहरू हो, एउटै रेस्टुरेन्टमा काम गर्छौँ हामी। थ्याङ्क यू। ठिकै छ। मलाई चाहिँ हामी चाहिँ सेलरोटी निकै नै, हामी विदेशमा बसेर पनि हाम्रो नेपाली कल्चरको रोटी, सेलरोटी र तरकारी एकदमै मिस गरिराखेका थियौँ। आज त्यसको स्वाद पाएको छौँ। यहाँ नेपाली एनआरएन युके र नेपाली दूतावासको संयुक्त आयोजनामा यो युकेमा हुन गइरहेको हाम्रो नेपाली कल्चर प्रोग्राममा हामी उपस्थित हुन एकदमै खुसी लागिरहेको छ। हामी आज देखिरहेका छौँ सबैजना यहाँ उपस्थित भएर हाम्रो आफ्नो नेपाली कल्चर मेला प्रोग्राममा यो भनौँ हाम्रो नेपाली स्वादको परिकारदेखि लिएर सबै देख्दा हामी एकदमै खुसी भएका छौँ। एकदमै रमाइलो भइरहेको छ। हामी अस्ति त्यो क्रिकेटमा पनि यो देखेको थिएँ उसमा हाम्रो खेलकुदमा। तर हामी सम्पूर्ण नेपालीहरूको एउटा कुनै पनि कल्चर प्रोग्राम अथवा खेलकुदले चाहिँ नेपालीहरूलाई जोडेको छ। विशेष गरी हामी विदेशमा बस्ने नेपालीहरूको लागि हामी नेपालीहरू एक हौँ भनेर हाम्रो सबैको सम्पूर्ण जाति, भाष, भेषा, धर्म, लिङ्ग, संस्कृतिले सबैले एक बनाएको छ। हामी सबै नेपाली हौँ, नेपाली नै रहौँ र नेपालमा बसेर हामी सर्वप्रथम हामी नेपाली हौँ, त्यही नै भन्न चाहन्छु। नमस्ते हजुरलाई। तपाईँलाई चाहिँ मैले होइन अब हाम्रो हेर्ने कथाबाट चाहिँ मैले तपाईँलाई देखेको थिएँ। मैले तपाईँको त्यो फुल एपिसोड हेरेँ र मलाई तपाईँको कथा देखेर तपाईँ आज जहाँ हुनुहुन्छ त्यो देखेर चाहिँ मलाई एकदमै खुसी लाग्यो। म एकदम प्रेरित भएँ होइन। हजुरलाई अहिले कस्तो लागिरहेको छ यो मेलामा? एकदम रमाइलो। स्कटल्यान्डमा पहिलो अब यति जमघट पहिलो हो, एकदम रमाइलो छ। मौसमले साथ दिएसम्म सबैले इन्जोय गर्दैछन्। अब प्रायः जसोको स्कुलको बच्चाहरूको छोडेर पनि यहाँ आएका छन्, अब कसैले छुट्टी लिएर आएका छन्। राम्रो छ, रमाइलो छ। थ्याङ्क यू। सबैलाई नमस्कार। हामी आज यस नेपाली मेलामा हाम्रो नेपाली साउथ साइड पाठशालाको तर्फबाट एउटा डान्स प्रतियोगिता लिएर आएका छौँ, नृत्य प्रतियोगिता। यो देशभक्ति गीत छ, सम्पूर्ण लिएर आएका छौँ। यहाँ सबैजना हाम्रो ग्लास्कोबाट हुनुहुन्छ।
र यी नानी बाबुहरूलाई हामीले त्यहीँ सिकाएर डान्सको लागि चाहिँ लिएर आएका छौँ। त बाँकी तपाईँहरूले प्रस्तुति देख्नुहुनेछ अहिले। धन्यवाद सबैजनालाई। मेरो नाम डली भट्ट, म चाहिँ यहाँ ग्लासगोबाट आज एडिम्बरा मेलामा भाग लिन आएको। म हाम्रो स्कटल्यान्डको पहिलो पशुपति मन्दिरको प्रेसिडेन्ट पनि हो र आज हामीले चाहिँ यहाँ नेपाली प्रकार खाना लिएर आएका छौँ, जसमा तन्दुरी सेकुवादेखि लिएर लेमन राइस, चिकन करी, अनि त्यसपछि कटलेट, खिर छ, अनि लड्डुहरू, यसरी हामीले प्रकार लिएर आएका छौँ। हामी विवाह शादीहरूको पनि क्याटरिङहरू गर्छौँ र ग्लासगोमा एकदम फेमस छौँ। समोसा हाम्रो एकदम नम्बर 1 समोसा छ। अब एडिम्बराबाट पनि मान्छेहरू समोसा खानलाई आउँछन् ग्लासगोमा। अनि आज चाहिँ यसरी स्टल लाउन पाउँदा खुसी छौँ। अरू पनि साथीहरूले स्टल लाउनु भएको छ। अब यहाँ हामी नेपाली मोमो भनेपछि एकदमै मरिहत्या गरेर लाइन लाएर पनि खान्छन्, तर उहाँहरू पहिला नै बुकिङ गरिसक्नु हो मोमोको। त्यही भएर मलाई जे पर्यो मैले आफ्नो तौरले एकदम मिठो बनाएर लिएर आएको छु। आशा छ हजुर सम्पूर्णले आज यहाँ रमाइलो गर्नुहुन्छ। एडिम्बरामा यस्तो हावाहुरीको बावजुद पनि हामीहरूको जोस र जाँगर अझै पनि कायम छ। हामी रमाइलो गर्दैछौँ। धन्यवाद भाइलाई धेरै धेरै बोल्न दिनुकोमा। धन्यवाद। मेरो विशेष गरी सुरु गर्दाखेरि मेरो नाम मोहन भण्डारी। म नेपालमा मुसिकोट नगरपालिका 5 इन्द्रगोडाबाट जन्मघर मेरो त्यहाँ हो र कर्मघर हुँदै हामी बेलायतको स्कटल्यान्ड ग्लासगो अवस्थित पशुपति मन्दिरको तर्फबाट हामी धार्मिक रूपलाई आस्थालाई अगाडि बढाउनको लागि देखाउनको लागि हामी यो प्रस्तुति गेटअपमा आएका छौँ। र हाम्रा बच्चाहरू हामी 8-10 वर्ष 20 वर्ष पहिलाबाट केही विदेशमा जागिरको लागि केही आवश्यकको लागि हामी यहाँ आएका थियौँ भने हाम्रो परिवार यहाँ बढ्दै जाँदाखेरि हाम्रा छोराछोरी यहीँ जन्मने हुर्कने हुँदै जाँदाखेरि हाम्रो भाषा के हो, कल्चर के हो, धर्म भनेको के हो, यी कुराहरू अलिकति पछि परेको हो कि जस्तो लागेको र आउने सन्ततिलाई पनि केही सिकाउनुपर्छ। धर्म कर्म भनेको यस्तो हो र हाम्रो पुर्खाले हाम्रो हिन्दू धर्ममा यो हुन्छ भनेर हाम्रा नानी बाबुहरूले सिक्न सक्छन्। यो गेटअप देख्दाखेरि यो के हो र मम्मी भन्दाखेरि गड शिव हुनुहुन्छ भनेर भन्नुभयो भने आज इन्टरनेटको जमानामा घर गएर गड शिव भनेर सर्च गरेपछि गड शिवले गर्ने एक्टिभिटीहरू सबै विस्तृत रूपमा पढ्न जान्न सक्छन्। बच्चाहरूले सिक्छन्, नयाँ पिँढीले धर्मप्रति आबद्ध हुन्छन् भन्ने तरिकाले पनि यो हाम्रो महोत्सवमा यसरी सामेल भएका छौँ। र विशेष धन्यवाद यो हाम्रो एमबिसी लगायत एनआरएन स्कटल्यान्डको संयुक्तमा बनेको यो कार्यक्रममा समस्त यति धेरै जनसङ्ख्या आफ्ना सखुसीले हर संस्थाबाट पाल्नु भएर सहयोग गर्नुभएको छ। यसमा अति आभारी छु र आगामी दिनमा पनि यस्तै कार्यक्रम हुनेछन् र केही न केही समाजलाई पोजिटिभ सन्देशहरू दिनेछ, आउने सन्ततिले केही सिक्नेछन् भन्ने आशा राख्दछु म। धन्यवाद। स्कटल्यान्ड फेमस भने के हामी नै हो कि त हो त हामी जो फेमस त कहाँ छ नि म स्टेज आउन पर्ने हो कि दाइ पर्ने हो के हो भन्नु न एकचोटि भनिदिनु पर्छ क्या तिमी बजाउने नि भएन ल है त ल एकदमै भिड छ कताबाट कहाँ जाने हो ल चियर्स ह्याप्पी नेपाली मेला है त। हाम्रो चाहिँ अहिले यो फर्स्ट स्टार्टिङ हो। हाम्रो चाहिँ अहिले हामीले अनलाइन यताउता सुरु गरेछौँ तर छिट्टै साथीको कलेक्सन भनेर अनलाइनमा टिकटकहरूमा पनि हजुरहरूले देख्नु पाउनुहुन्छ। हजुरहरूले हेरिदिनु होला, माया गरिदिनु होला। हजुरहरूले भने जस्तो हजुरहरूको चित्त बुझ्दो सामानहरू हामी डेलिभरी गर्ने कोसिस गर्दैछौँ हो अल ओभर द युके। थ्याङ्क यू। नमस्कार, म चाहिँ नेपाल फुड एन्टरप्राइजबाट अहिले चाहिँ हामीले चाहिँ खजुरीको नेपालबाट चाहिँ खजुरीको पफ अनि खजुरीको डिफ्रेन्ट आइटम्सहरू लिएर आउँछौँ। त्यसमा अहिले 5वटा भेराइटीको कुकिज प्लस हाम्रो दालमोट अनि नेक्स्ट प्रडक्टहरू चाहिँ अरू पनि एड हुँदैछ भेरी सुन। अहिले चाहिँ हामी लन्डनमा बेस छौँ। लन्डनमा चाहिँ अलरेडी धेरै सपरमा पाइन्छ। स्कटल्यान्डको ग्लासगोमा 2 ठाउँ, एडिनबरामा 2 ठाउँ अहिले, अनि प्लस डन्डी आबर्डिनमा चाहिँ जाने हामी प्रयासमा छौँ। अरू स्टोरहरूमा हामी जाँदैछौँ चाँडै भेरी सुन। अहिलेलाई मेनली हाम्रो चाहिँ अब अनलाइन नै छ भनौँ। अब स्टोर चाहिँ अब भेरी सुन आउँछ है। नमस्ते हजुर, नमस्ते हजुरहरूलाई एकदमै है मनदेखि नमस्ते।
आज चाहिँ हाम्रो नेपाली मेला फर्स्ट अफ अल अब यसैपालि भएको त्योभन्दा पहिला थिएन होइन त्यसले गर्दाखेरि चाहिँ हामीलाई एकदम खुसी लागेको छ हामी एउटा नेपाली हो नेपाली जहाँ गए पनि हाम्रो नेपालीपन रहन्छ होइन त्यसले गर्दाखेरि धेरैजना जग्गा जग्गाबाट ठाउँ ठाउँबाट दुःख कष्ट गरेर आइदिनु भयो है यस्तो शोभा बढाइदिनु भयो त्यसको लागि एकदम धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु प्लस तपाईँहरूलाई पनि मलाई 2 शब्द राख्न दिनुभएकोमा एकदम थ्याङ्क यू सो मच एकदम खुसी हुनुहुन्छ एकदम खुसी हुनुहुन्छ हजुर हजुर एकदम एक्साइटेड स्कटल्यान्डको पहिलो नेपाली मेला हैन त पहिलो नेपाली मेला हजुर मैले त हैन मेरो मनसाईबाट त यति मान्छे हुन्छ भनेर एक्सपेक्ट गरेको थिएन हैन तर धेरै रहेछ के तपाईले इन्जोय गरिराख्नु भएको छ मैले पनि यो इमेजिन गरेकै थिएन यति धेरै आयो कि है यस्तो एबर्डिनदेखि ग्लासकोदेखि कहीँ ठाउँ पनि छुटेको छैन के सबै ठाउँबाट आएको छ हजुर कुन ठाउँबाट आउनु भएको म त यही हजुर चाहिँ के गरी यहाँ युके आउनु भयो म चाहिँ मेरो हस्बेन्ड चाहिँ ब्रिटिस आर्मीको हो आई अल्सो ब्रिटिस फ्यामिली त्यसले गर्दाखेरि चाहिँ हामी यहाँ आएको चाहिँ अहिले 17 वर्ष भयो 70 इयर्स भयो 17 वर्ष ओ माय गॉड अनि तपाईको 17 हो त्यसले गर्दाखेरि चाहिँ हामी तपाईको 17 इयर्सको जर्नीमा तपाईलाई सबैभन्दा राम्रो लाग्ने कुरा के भयो हैन 70 इयर्सको जर्नी भित्र सामानमा हैन यहाँ एडिनबरा चाहिँ एकदम पिसफुल छ एकदम राम्रो छ है कुनै अब फेस्टिभल अब घुम्ने ठाउँ संसारभरिको यहाँ आउँछन् है हामीलाई त एकदम रमाइलो यहाँ म एकदम खुसी आगामी वर्षमा पनि यो प्रोग्राम होस् भन्ने चाहन्छु एकदमै हामी जहाँ गए पनि हाम्रो नेपालीपन चाहिँ यसरी नै झल्किरहनुपर्छ जहाँसम्म आशा छ अर्को साल पनि हुन सक्छ जय नेपाल आन्टी जय नेपाल हजुर हस् नेपाल आमालाई धेरै धेरै धन्यवाद धेरै धेरै माया धन्यवाद हाम्रो नेपाल जय नेपाल जय नेपाल हैन पानी परिरहेको छ त्यही पनि धैर्यताका साथ बसिदिनु भएको छ त्यसलाई धन्यवाद हाम्रो समय धेरै छ है हामी यहाँ चाहिँ 8-9 बजेसम्म बस्न सक्छौँ खानाको स्वाद लिँदै सबैतिर हेर्दै हाम्रो केही पर्यो भने हाम्रो यहाँ नर्सिङ पनि छ नर्सिङ एसोसिएसन यहाँ सम्पर्क राख्नु सक्नुहुन्छ है यहाँ केही पर्यो भने फर्स्ट एडको लागि तिम्रो माइतीलाई भेटे होइन भने के हो Chaino, Machasto, Borghetto, Soda.
मेरे मन की माया, मेरे प्रिय, मेरे प्राण प्यारी, I love you, you love me, we love each other. I love you too. I love you too रे भयो भन्छ तपाईँ खुसी त हुनुहुन्छ नि? Are you sure? हजुर नमस्ते सबैजनालाई। यो नेपाली मेलामा सबैजना रमाइलो गरिरहनु भएको छ होला। हामी गोर्खा क्याफे तपाईँलाई एकदम मिठो चिकन मोमो, भेज मोमो, चटपटे लगायतको खाने परिकार लिएर हामी बसेका छौँ। सबैजनाको लाइन छ। हाम्रो यो डिमान्ड धेरै भएर हामीले पुर्याउनै सकेका छैनौँ, त्यसको लागि सरी। तर हामीले बेस्ट ट्राई गरिरहेछौँ। हाम्रो उता रेस्टुरेन्टमा नि मोमो पाकिरहेको छ। हामी यहाँ 2टा स्टिमरहरू छ र हामीले प्रयास गरिरहेका छौँ। त्यसको लागि चाहिँ तपाईँलाई केही असुविधा भएको छ भने ढिलाइले गर्दाखेरि त्यसको लागि सरी। हाम्रो यो पहिलो प्रयास हो। हामीले सक्दो प्रयास हाम्रो सम्पूर्ण गोर्खा क्याफे बन्द गरेर सम्पूर्ण सेफहरू, हाम्रो सम्पूर्ण टिम मेम्बरहरू हामी यही छौँ र सबैलाई फेरि पनि मेलाको शुभकामना, रमाइलो गर्नु होला। धन्यवाद, नमस्कार, थ्याङ्क यू। सबैलाई नमस्ते। होइन, यो चाहिँ युकेको वान अफ द पार्ट स्कटल्यान्डको एडिनबरामा फर्स्ट टाइम्स नेपालीले गरेको यो नेपाली मेला हो। योभन्दा अगाडि भएको थिएन र हामी पहिल्यैदेखि भए पनि यत्रो मान्छे, यत्रो जनसङ्ख्यामा यस्तो कार्यक्रम गर्न सकेको थिएन। द्याट्स द भेरी भेरी फेबुलस एन्ड भेरी गुड। एभ्रिबडी कम टु जोइन अस। वी थ्याङ्क्स फर द एभ्री वान्स, इच एन्ड एभ्री वान्स। वी धेरै ह्याप्पी छौँ। नर्मल्ली आज 2500देखि 3000को हाराहारीमा हामी नेपाली हुनु नै सबभन्दा ठुलो कुरा हो। होइन, पहिला आजभन्दा विगतमा 200, 300, 400 जना हुँदा हामीले एकदमै धेरैजना भएको महसुस गर्थ्यौँ। हामी खुसी बाँड्थ्यौँ। आज त अनएक्सपेक्टेड, म आफै धेरै खुसी छु। होइन, यति धेरै भेला भयौँ र निश्चल भाइलाई पनि धेरै धेरै धन्यवाद। होइन, मैले अब ठ्याक्कै भेट भएर गफ नभए पनि ठ्याक्कै भेट भयो, चिन्जान भयो र कति धन्यवाद दिने त्यो त समय नै छैन। र आजको प्रोग्राममा नेपालबाट एम्बासडर अनि यहाँको स्टेट मिनिस्टर प्लस नर्मल्ली यहाँको टु मेनी कम्युनिटीको मान्छेहरू, त्यसै गरी महिला दिदीबहिनीहरूको टु मेनी कार्यक्रम्स, उहाँहरूको म त थाहा थिएन यत्रो धेरै यहाँनिर सङ्घ संस्था छ भनेर। मोर देन 55 सङ्घ संस्थाबाट चाहिँ आउनु भएको रहेछ। होइन, म आफै छक्क परेर हेरिरहेको छु र यसको श्रेय चाहिँ नेपाली नेप्लिज युनियन र सबैजनालाई क्या। अब हामी मात्रै नभएर जो आउनु भएको छ, जसको ठाउँबाट जसले सहयोग गर्नुभयो, जसले यसलाई हेल्प गर्नुभयो, जसले विज्ञापन गर्नुभयो, त्यसलाई धन्यवाद भन्दै एगेन एबोटिनबाट आउने भाइहरूको पर्फर्मेन्स पनि धेरै राम्रो लाग्यो। उहाँहरूलाई पनि धन्यवाद। कुनै ठाउँमा भेट्ने फेरि जमर्को गर्नेछौँ। अन्य दिदीबहिनीलाई, गायकलाई, नृत्यको लागि नृत्य गर्नुहुनेहरूलाई, गाउनको लागि आउनुभएका गायकहरूलाई, प्लस यहाँ उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनी सँगै साना भाइ बहिनीहरूलाई मेरो तर्फबाट म अर्जुन कुमार बाराकोटी स्कटल्यान्डवासी है सबैलाई धन्यवाद र नमस्कार है त। फेरि भेटौँला। अब यो अवसर जुराएकोमा भाइलाई पनि धेरै धेरै धन्यवाद। म चाहिँ नि अबोर्डिनबाट आएको। यहाँ हाम्रो यो अब एडिनबरामा चाहिँ यो फर्स्ट टाइम हुन गइरहेको यो स्कटिस मेला हो र यस्तो रमाइलो भइरहेछ। यहाँ सबैजना यति धेरैजना ग्लासगोबाट, एडिनबराको अबोर्डिनबाट यहाँ सबैजना नेपालीहरू भेला भएर एकदम रमाइलो गर्नुभएको छ। यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद। अनि अब यस्तै आगामी दिनहरूमा पनि यस्तै मेला हुन्छ भन्ने मलाई लागिरहेछ। धन्यवाद, थ्याङ्क यू। वर्षहरूमा पनि यसलाई निरन्तरता दिने हिसाबमा हामीले सोचिरहेका छौँ। त्यसमा पनि तपाईँहरूको सहयोग मिल्ला आशा गरौँ। थ्याङ्क यू सो मच। भने तर दिएन, बस मिलाइदिन्छु भने त्यो पनि मिलाइदिएन। अनि पर्फर्मेन्स पनि हाम्रो थियो होइन, एकदमै लास्टमा हुन्छ नि एकदमै त्यो हेपेको जस्तो फिल भयो हामीलाई। यो म एक्लैले भने होइन, सबैले भनेको है।